2082 सालको तिहारको पावन अवसर पारेर हामी यस 52 कोटी सिद्ध धामको परिसरमा एक दिने देउसी भैलो कार्यक्रम साथै शुभकामना आदान प्रदान कार्यक्रम राखेका छौँ। हामीले खास गरेर यस धाममा देउसी भैलो कार्यक्रम मार्फत उठेको आर्थिक रकमबाट यस धामको पूर्वाधार विकास गर्नका लागि केही सहयोग होला भन्ने उद्देश्यका साथ हामीले यस धाममा देउसी भैलो कार्यक्रम राखेका छौँ। यस धाममा आजको प्रमुख अतिथि हुनुहुन्छ तिलोत्तमा नगरपालिका वडा नम्बर 14 का वडा अध्यक्ष अश्विन पौडेलज्यू, साथै यस धाममा विशेष अतिथिको रूपमा वडा नम्बर 14 का जनप्रतिनिधि विष्णुमाया पुन र विष्णु कुमारी सावरज्यूको पनि गौरवमय उपस्थित रहेको छ। साथै यस धामका संस्थापक अध्यक्ष एवं हालका प्रमुख सल्लाहकार मेघराज पुन सल्लाहकारज्यूहरू को उपस्थिति रहेको छ भने शिव दुर्गा मन्दिरका भजनालय टोली का कलाकारहरूबाट भजन कीर्तन साथै देउसी भैलो कार्यक्रम पनि रहेको छ। मैले यहाँहरूलाई देखाउने छु। नृत्य नाचगानको कार्यक्रम रहेको छ। थुप्रै महानुभावहरू उपस्थित रहेको छ यस धाममा। विशेष गरी म यो धाम यहाँहरू देख्न सक्नुहुनेछ। यही धामको विकास पूर्वाधारको लागि रहेको छ। हाम्रो यस धाममा यो विभिन्न सहयोगी दाताज्यूहरूबाट चाहिँ यसमा सहयोग गर्नुभएको छ। विशेष गरी म यहाँ धन्यवाद दिन चाहन्छु तिलोत्तमा नगरपालिकालाई, किनभने तिलोत्तमा नगरपालिकाबाट चाहिँ यस धामको भौतिक पूर्वाधार विकासको लागि विभिन्न सहयोगहरू गर्नुभएको छ। मन्दिर निर्माणको क्रमदेखि लिएर हात्ती पार्क बनाउने, त्यसै गरेर यो इन्टरलक गर्ने क्रममा यस धाममा सहयोग गर्नुभएको छ। हामीलाई विशेष गरी तिलोत्तमा नगरपालिकाका उपमेयर जागेश्वर देवी चौधरीज्यूको पनि अहम भूमिका रहेको छ यस धामको विकासको क्रममा। साथै यस धाममा विभिन्न धार्मिक व्यक्तित्वज्यूहरूले पनि आर्थिक सहयोग गरिरहनु भएको छ। यो धामको विकासको लागि सहयोग गरिरहनु भएको छ। हाल यस धामको अध्यक्षमा तारा प्रसाद छन्टेलज्यू हुनुहुन्छ। उहाँको नेतृत्वमा चाहिँ यो धामको संरक्षण भइरहेको छ, विकासहरू भइरहेको छ। यहाँहरूले देख्न सक्नुहुन्छ यो ऐतिहासिक कुवा रहेको छ। यो हाम्रो प्राचीन कालमा बौद्धकालीन समयमा बनाइएको यो ऐतिहासिक इनार पनि हो। तसर्थ पनि हजुरहरू जस्तो धार्मिक व्यक्तित्व, सहयोगी, मनकारी हरेकै सहयोगबाट नै यो धामको विकास भइरहेको छ। तसर्थ पनि म पुनः यहाँहरू सम्पूर्णलाई यसै माध्यमबाट, भिडियोको माध्यमबाट यस धामको विकासको लागि आफै पनि सहयोग गरिरहनुहोला भन्ने हामी आशा लिएका छौँ भन्दै म हजुरहरू माझबाट चाहिँ बिदा हुन चाहन्छु। यस धामका सचिव निल प्रसाद पुन। र साथमा आज छठ पर्व पनि भएको हुँदाखेरि यस छठ पर्वको पनि शुभकामना यहाँहरूलाई। र हामीले यहाँ मूल कुरा के हो भनेदेखि कहिलेकाहीँ यसो साथीभाइ बसेर अलिकति रमाइलो पनि गरौँ र भेटघाट पनि गरौँ, आफ्नो दुःख मनका सुख दुःखका कुराहरू पनि गरौँ भन्ने उद्देश्य लिएर जुन मन्दिरले कार्यक्रमहरू केही 1-2 वर्षदेखि चलाइरहेको छ। र यो तिहार भएको हुँदाखेरि कार्तिके दान दिनुपर्छ भन्छन्। त्यसो हुँदाखेरि अब त्यो दिनुपर्ने कुरालाई पनि नछुटाउँ भनेर यहाँले त्यो थालमा केही पैसा पनि राखेर राख्नु भएको छ। र यसको लागि हामी सबैले कुरा हो। र यो दान सम्बन्धी कुरामा एकचोटि कृष्ण भगवानले अर्जुनलाई लिएर जङ्गलमा मनमा उठेछ भने यो दुनियाँमा सबभन्दा दानी को हो भनेर भने पक्कै मेरो नाम लिनुहुन्छ प्रभुले भन्ने उनको इच्छा थियो, भित्री मनसाएको थियो। तर कृष्ण भगवानले चाँचो के भन्नु कर्ण भन्नु है। तर कर्ण भनेर भगवानले त भनिदिनु भयो, तर त्यो अर्जुनलाई चाहिँ पक्कै चित्त परेन। अनि उनको अनुहार हेर्दाखेरि यस्तो के अरे एकदम यसको मनमा चाहिँ चित्त बुझेन मैले भनेको कुरा।
र यसको मनमा अलिकति घमण्ड रहेछ, मैले पनि दान गर्छु त भन्ने जस्तो भाव रहेछ भन्ने कुराले उसलाई चाहिँ त्यस्तै त्यस्तैले अलिक अनुहार चाहिँ बिगारेको देखेर कृष्ण भगवान्ले के सोच्नुभयो भने यसलाई परीक्षा लिनु पर्यो, प्रष्ट प्र्याक्टिकल गरेर देखाइदिएपछि त बल्ल यसले बुझ्छ नि भन्ने कुरा भयो। अनि जाँदा जाँदै एउटा पहाडमा बसेको गाउँमा गएर के भन्नुहुन्छ भने, अर्जुन यो पहाड चाहिँ सुनको पहाड हो, तर यहाँको गाउँलेहरूलाई थाहा छैन, तिमीले चाहिँ यहाँ भएको सुन बाँड यो गाउँलेहरूलाई भनेछ। अनि अर्जुनलाई के चाहियो, आफूलाई पनि परिचित गराउनु पर्यो, अनि सुन बाँडेपछि त जय जयकार पनि पाइने भयो। त्यहाँदेखि अर्जुन चाहिँ बसेर गाउँलेलाई बोलाएर सुनको थुप्रो ढिक्को उठाउँदै दिदी। अनि उनले के सोचिदियो भने एकचोटि दिए त सकिएला नि भन्ने भयो। तर गाउँलेहरूलाई त के चाहियो भनेदेखि उनलाई त जति धेरै थुपार्नु पऱ्यो नि त, जति धेरै सक्छ थुपार्नु पऱ्यो। दिँदा महिनौ बित्यो, अर्जुन थाकेर हालत परेछन्, तर त्यो गाउँलेको त्यो लाइन त रोकिएन। के हुँदो के रहेछ भनेदेखि त्यो गाउँलेहरू अब एकपल्ट थापेर गयो, फेरि गएर पछाडि मात्र लाइन, त्यसरी त त्यो गाउँको मान्छे नसकिने भयो। अनि त्यसपछि कृष्ण भगवान्ले भन्नुभयो ल ठिक छ अब रोक भने। अनि घुम्दै गएर अर्को ठाउँमा चाहिँ अर्जुनलाई बोलाए। अर्जुन आयो, अर्जुन यो पहाडमा चाहिँ सुन छ, तिमीले यो गाउँलेहरूलाई बोलाएर बाँड्यौ भने। अनि हुन्छ भने अर्जुनले के गर्यो भने, गाउँले हो यहाँ सुन छ, आएर आफ्नो इच्छाले लिएर जानु भनेर हिँडेछन् है। अर्जुनलाई चाहिँ न कसैसँग परिचित हुनु छ, न कसैसँग चाहिँ जय जयकार लिनु छ है। उनले त बस भनिदिए सुत्दै हिँडिदिए है। दानको महत्त्व यो हो भन्ने कुरा, यो कथाको कुरा चाहिँ के हो भनेदेखि यसको अर्थ त गुरुजीले जति त हामीले कहाँ लगाउन सकिन्छ र होइन। तर यसले भन्न खोजेको मेरो विचारमा के हो भनेदेखि दान कुनै प्रचार प्रसारको लागि अनि आफ्नो घमण्ड देखाउनको लागि दिने कुराहरू होइनन् है। त्यसो हुँदाखेरि आफ्नो इच्छाले, आफ्नो विचारले जति सकिन्छ, अर्थात् सक्दै पनि आफूलाई चाहिँ नि कति दिनु मन लाग्छ दिने, तर चाहिँ नि काटिके तान हो है। यो मन्दिरले चाहिँ यति नै भनेर टोकेर र सम्पूर्ण समितिका पदाधिकारीहरू, धर्मप्रधान दाजुभाइ दिदीबहिनीहरू र हाम्रा प्यारा हाम्रा गायक हाम्रा भाइहरू हालेका छौँ। यो बहुत ठुलो काम हो, किनभने यसले हाम्रो धर्मलाई संरक्षण गर्ने र यो कार्तिक महिना हो। कार्तिक महिनामा 2-4 पैसा हाम्रो दान गर्ने यस्तो पवित्र भूमिमा आएर हाम्रो यो ठुलो सौभाग्य कुरा हाम्रो अध्यक्षजीले मिलाइदिनु भएको छ। उहाँलाई धेरै धेरै धन्यवाद छ। र हाम्रा नयाँ भर्खरका ज्योति हाम्रा युवा भाइहरू, उहाँहरूको पनि मधुर शैलीको यो भैलो र उहाँहरूको एक किसिमको भाग्य हो यस भूमिमा आएर पहिलोचोटि उहाँहरू यहाँबाट सुरुवात गर्दै हुन्थ्यो सामाजिक काम। उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद छ। उहाँहरू धेरै उहाँहरू अगाडि बढ्दै जानुहुन्छ। जगत जननी माताहरूले समाउने हामीले जति सकिन्छ हाम्रो इच्छाले हामीले सकेको दान हो, जति सकिन्छ 1 रुपियाँ भए पनि हामीले दान गरौँ। र यस ठाउँमा बाहुनाकोटी सिद्धधामका सचिव, सामाजिक व्यक्तित्व, शैक्षिक व्यक्तित्व आदरणीय निल सर, बाहुनाकोटी सिद्धधामद्वारा आयोजित यस देउसी भैलो कार्यक्रम तथा सम्पूर्ण भक्तजनहरूप्रति मिलन कार्यक्रमका सर्दै अध्यक्ष एवं यसै बाहुनाकोटी सिद्धधामका
पनि अध्यक्ष शैक्षिक व्यक्तित्व आदरणीय ताराप्रसाद सन्तेलज्यू, तिलोत्तमा नगरसभा सदस्य विष्णुमाया पुनज्यू, यस धामका संरक्षक धार्मिक अभियन्ता हाम्रा गुरु आदरणीय अग्रज चन्द्र, गीतादेखि लिएर विभिन्न रामायणदेखि लिएर महाभारतका को माध्यमबाट आम पब्लिकलाई अनुशासित रहन र हिजोको अवस्था र आज वर्तमान अवस्थामा मनुष्यले गर्नुपर्ने काम कर्तव्यको बारेमा हामीलाई पनि एउटा एजुकेसनको रूपमा शिक्षा दिने आदरणीय मेघराज पुनज्यू, निवर्तमान यस तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य सामाजिक व्यक्तित्व एचबी दाई, यस धामका सल्लाहकार आदरणीय लक्ष्मण सुवेदीज्यू, श्यामलाल खरेलज्यू, भमबहादुर बुढा मगरज्यू, एमबहादुर थापाज्यू, दुर्गा माविका प्राचार्य नेत्र सर लगायत यस धामका विभिन्न नगरपालिका वडा नम्बर 14 को तर्फबाट यस 52 कोटी सिद्धधामले यस कार्यक्रमको महत्त्व राख्छ, जुन तिलोत्तमा नगरपालिकालाई आम सहभागिताको माध्यमबाट वर्ल्डमा चाहिने मेडल प्राप्त गर्न सहयोग पुगेको छ, जुन सरसफाइको माध्यमबाट तिलोत्तमा नगरपालिका अन्तर्राष्ट्रिय जगतमा आफ्नो नाम स्थापित गर्न सफल भएको छ। त्यस्तै हामी अध्ययन अवलोकन भ्रमणमा जाँदाखेरि भेटाएको देखेको अर्जुन चौपारी गाउँपालिकामा गइयो, त्यहाँ राज्यले दिएको बजेट भन्दा आम सहभागिताबाट मानव मुठो उठाएर गरेका विकास निर्माणहरू अझ बढी प्रभावकारी, अझ बढी दीर्घकालीनसम्म टिक्ने खालका र थोरै लागतमा धेरै काम भएको हामीले पायौँ र यस 52 कोटी सिद्धधामले पनि एउटा देउसी भैलो कार्यक्रमलाई माध्यम बनाएर यस 52 कोटी सिद्धधामको पूर्वाधार विकास निर्माणको लागि पनि थप टेवा पुग्ने हिसाबले यो आजको कार्यक्रम राखेको छ। यो कार्यक्रमको पूर्ण सफलताको पनि म कामना गर्न चाहन्छु। त्यस्तै अहिले गएर विभिन्न सङ्घ संस्था विद्यालयहरूले पनि देउसी भैलोको माध्यमबाट एउटा राज्यले मात्र नभएर हामी सबैजनाको त्यहाँ थोपा थोपा लगायौँ भने सबैलाई त्यसप्रति माया स्नेह बढ्छ र त्यसले एउटा समाजलाई दिने खालको सेवामा अझ प्रभावकारिता प्रदान गर्छ भनेर धेरै सङ्घ संस्था विद्यालयहरूले पनि देउसी भैलोको आयोजना गरेर केही भए पनि आर्थिक जो गर्ने र त्यसबाट विकास निर्माण गर्ने जुन कार्यक्रम गर्नुभएको छ, यसले असाध्यै समाजमा राम्रो प्रभाव पारेको छ भन्ने कुराहरू मैले बुझेको छु र यस 52 कोटी सिद्धधाम 52 कोटी सामुदायिक वनभित्र रहेका ऐतिहासिक पुरातात्विक चिजहरू, 52 कोटी मन्दिर, यहाँ भएका नन्ना भाउजूको तालदेखि लिएर जुन यो गौशाला छ, यहाँका पिकनिक स्पोटहरूलाई अझ हामीले एडभर्टाइज गरेर यहाँ धेरैभन्दा धेरै पर्यटकहरू भित्राउने र पर्यटकको माध्यमबाट यहाँको आर्थिक विकास पनि गर्नको लागि सम्पूर्ण टिम लाग्नुहुनेछ र यस्ता कार्यक्रमहरूले त्यस्ता खालको विकास निर्माण, आर्थिक विकास निर्माण गर्नलाई पनि थप टेवा पुग्छ भन्ने कुराहरूको अपेक्षा राख्दै पुनः यस कार्यक्रमको पूर्ण सफलताको कामना गर्दै आज धेरै बोल्नभन्दा पनि यहाँ हाम्रो उद्देश्य फरक छ, रमाइलो गर्ने, नाच्ने, देउसी भैलो खेल्ने र हाम्रो संस्कृतिलाई पनि संरक्षण गर्ने जुन उद्देश्य छ त्यो कार्यक्रमको पूर्ण सफलताको कामना गर्दै म आफ्नो भनाइ टुङ्गाउँछु। धन्यवाद। नमस्कार। त्वमेश्वरी देवी चराचरस्य जय हो कर्पूर संसार सारं भुजगं हृदयारविन्दे भवं भवानी शैतां भवं भवानी भक्तवन्न को होते तो मिलेगा योग के आते हो पंचय देवता योग के आते हो पंचय देवता योग के आते दुर्गा को मंदिर माना दुर्गा को मंदिर माना
नाचै भजन गाउला बाउन्न कोटी मन्दिरमा हे बाउन्न कोटी धाम महिमा बाउन्न कोटी धाम हे बाउन्न कोटी धाम महिमा बाउन्न कोटी धाम नाचै भजन गाउला बाउन्न जय हो नाचै भजन गाउला बाउन्न कोटी धाम महिमा नाचै नाचै भजन गाउला बाउन्न कोटी धाम नाचै भजन गाउला बाउन्न कोटी धाम हे बाउन्न कोटी धाम महिमा बाउन्न कोटी धाम हे बाउन्न कोटी धाम महिमा बाउन्न कोटी धाम नाचै भजन गाउला बाउन्न कोटी हे हो नाचै भजन गाउला बाउन्न कोटी धाम नाचै भजन गाउला बाउन्न कोटी धाम नाचै भजन गाउला भयो है।